दुबईमा मेरो एकजना साथी घर जाँदैछ। आज जिममा मलाई भन्दै थियो, ओलीजी म घर जाँदैछु, मेरो साथीले मलाई एउटा आइफोन ल्याइदिनु भनेको छ, तर म के गर्ने होला? अहिले जुन माहौल भइरहेको छ, त्यो साथीले मलाई एकचोटि नि म्यासेज गरेन, तँ सेफ छस् कि छैनस्, कम्पनीको अवस्था कस्तो छ, तेरो अवस्था कस्तो छ, यदि तँलाई केही भयो भने हामी नेपालबाट कस्ता पहलहरू तेरो लागि चाल्न सक्छौ भनेर त्यो साथीले न वाट्सएप गर्यो है, न म्यासेज गर्यो, न कल गर्यो भनेर मसँग दुखेछ पुग्दै थियो। म नेपालमा हुने सबैलाई म एउटा रिक्वेस्ट के गर्छु भनेपछि तपाईँको आफन्त या तपाईँको इष्टमित्र है, तपाईँको नाता पर्नेलाई चाहिँ एकचोटि तपाईँ म्यासेज गर्नु होला, बाबु कस्तो छ, सेफ छस् कि छैनस्, कस्तो छ त्यहाँको अवस्था, हामी चाहिँ नेपालमा सेफ छौँ, हामीले के कस्ता पहलहरू तिम्रो लागि गर्न सक्छौँ भनेर यति एउटा तपाईँले एउटा म्यासेज छोडेको भरमा यता जति नै हामी खाडी मुलुकमा साथीहरू छौँ या सबैजना है, उनीहरूको मन अलिकति भयो नि केही हल्का महसुस राम्रो फिल हुन्छ। त्यही भएर सबैजना चाहिँ यति गरिदिनु होला र जति नि यता दुबईमा बस्नुहुने अन्य कन्ट्रीमा बस्नुहुने जुन अहिलेको अवस्था छ, आफ्नो घर फ्यामिलीलाई चाहिँ अपडेट गर्नु होला। नेपालबाट धेरैको कमेन्ट आउँछ, धेरैको म्यासेज आउँछ, बाबु मेरो घरको छोराछोरी त्यहाँ छन्, फोन उठ्दैन तिनीहरूको, 2-3 दिन भइसक्यो भनेर सबैजनालाई म टाइम निकालेर भयो नि यताको अपडेट बताउनु होला है, एउटा सुखद समाचार बताउनु होला, सबैजना म्यासेज गर्नु होला है, सबैजना हामी सेफ छौँ भनेर भन्नु होला। घरको मान्छेले नि त्यति नै पिर गर्छन्। त्यही भएर जति नि नेपालमा बस्नुहुने चाहिँ जति तपाईँहरू पहिला नर्मल डेमा कुरा गर्नुहुन्थ्यो, आफ्नो साथीहरूसँग पैसा पठाइ माग्नुहुन्थ्यो है, सामान पठाइ माग्नुहुन्थ्यो, अनि अहिलेको अवस्था हेर्दाखेरि तपाईँहरूले यसरी म्यासेज नगर्दा है उनीहरूलाई लाग्छ कि साथी त स्वार्थीपन रहेछ भनेर त्यो साथीहरूलाई त्यस्तो फिल हुन्छ। त्यही भएर प्लिज है अहिलेको अवस्थामा आफ्नो स्वार्थलाई साइडमा राखेर आफन्तहरूलाई या कोही तपाईँको नाता पर्ने या आफ्नै घरको फ्यामिली यदि खाडी मुलुकतिर हुनुहुन्छ भने उहाँलाई टाइममा कन्ट्याक्ट गर्नु होला, उहाँसँग हालखबर सोध्नु होला है। म सबैजनालाई मेरो भिडियो मार्फत यही सन्देश दिन चाहन्छु। अनि सबैजना चाहिँ यो पेजलाई फलो गरिदिनु होला, अनि एउटा मिठो कमेन्ट छोडेर जानु होला है।